मलाई आशा छ तपाईँहरूले मेरो बाबालाई बचाइदिनुहुन्छ। दाङ बिजौरीका आशिष चौधरी दाईको हाँसी खुसी परिवारमा दैवको नजर लाग्यो। ड्राइभिङ पेसा गरेर जेनतेन परिवार पालेका आशिष दाईलाई जब डाक्टरले हजुरलाई क्यान्सर रोग लाग्यो भन्दा छाँगाबाट खसे जस्तो भयो यो परिवार। नमस्कार, मेरो बाबालाई क्यान्सर भएको छ। तपाईँ हजुरलाई खुवाएको मेरो सबैको दुःखी पीडितको भगवान भन्नुभएको छ। त्यसैले मेरो बुढाको पनि भगवान भन्नुहुन्छ भने मैले हजुरसँग यति दुःख बिसाएको छु सर। दर्शक महानुभावहरू, हजुरहरूले यो भिडियोलाई सक्दो सेयर गर्नुहोला, मनकारी नेपालीहरूसम्म यो भिडियोलाई पुर्याइदिनु होला। दर्शक महानुभावहरू नमस्कार, म पारस भट्टराई। म यति बेला काठमाडौँको यो कलङ्की नजिकैको एउटा कोठामा एकजना बिरामी दाईलाई भेट्न आएको छु र उहाँ एकदमै ठुलो समस्यामा पर्नु भएको रहेछ। दाङ बिजौरी उहाँको घर हो। क्यान्सर रोग लागिसके पछाडि यति बेला उहाँको उपचार गर्न पनि गाह्रो भइरहेको छ भन्ने कुरा सुनिसके पछाडि, मलाई त्यो समस्या राखिसके पछाडि म यति बेला उहाँहरूलाई भेट्नको लागि यहाँसम्म आइपुगेको छु। योभन्दा अगाडि पनि मुखको क्यान्सरबाट पीडित भइसके पछाडि उपचार गर्नुभएको रहेछ। फेरि क्यान्सर बल्झिएपछि सुरुको उपचार त जेनतेन गरेर गर्नुभयो, तर अब फेरि बल्झिसके पछाडि अब उपचार कसरी गर्ने, लाखौँ पैसा को आवश्यकता भनेर डक्टरले भनिसके पछाडि यति बेला यो परिवार एकदमै ठुलो आपतमा पर्नु भएको छ। एउटा सामान्य परिवारमा यो किसिमको ठुलो एउटा वज्रपात परिसके पछाडि अब उपचार कसरी गर्ने, एउटा परिवारको खम्बा नै यति बेला ढलेको अवस्था छ। जो आशिष चौधरी दाईले काठमाडौँमा ड्राइभिङ पेसा गरेर आफ्नो परिवार पालिराख्नु भएको थियो, अकस्मात उहाँलाई यति ठुलो रोग लागिसके पछाडि अहिले भने उहाँलाई आफ्नो जीवन बचाउन पनि गाह्रो भइरहेको छ। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने यो परिवारमा यति बेला यो रोगले चिपिसके पछाडि, यति बेला यो रोग लागिसके पछाडि भने यो परिवार तनावमा छ। कतैबाट केही सहयोग आउँछ कि भन्ने ठुलो आशामा मलाई फोन गर्नुभएको थियो। के भएको खासमा हजुरको श्रीमानलाई अलिकति पुऱ्याइदिनुहोस्। मुखको क्यान्सर भएको हो, सबै काटेर फाल्ने भनेको छ। त्यही भएर मेरो बुढालाई बचाउनलाई म यति कोसिस गरेँ। म 1 महिनाको सुत्केरी भएर म 1 महिना